नमस्कार साथीहरू, के तपाईँ वैदेशिक रोजगारमा हुनुहुन्छ र नेपाली नागरिक हुनुहुन्छ अनि पैसा कमाउने चाहना राख्नुहुन्छ भने पक्कै यो भिडियो तपाईँको लागि नै छ। किनभने फेरि एकपटक नेपालमा हाइड्रो पावरको एउटा आइपिओ खुला हुने भएको छ, जसमा तपाईँहरू विदेशमा बसेर नै आइपिओ एप्लाई गर्न सक्नुहुन्छ। र अब यो आइपिओ कस्तो छ भन्ने कुरा हामीले यसै भिडियो मार्फत तपाईँले थाहा पाउन सक्नुहुन्छ। र तपाईँलाई सबैलाई थाहा छ, आइपिओ मिन्स सेफ इन्भेस्टमेन्ट विदाउट एनी डिस्टर्बेन्स। अब आउनुहोस् यस भिडियोलाई सुरु गरौँ। साथीहरू, कुनै पनि कम्पनीको आइपिओ एप्लाई गर्दाखेरि हामीले त्यस कम्पनीको बारेमा जान्न एकदमै जरुरी हुन्छ। आखिर कम्पनी कस्तो छ, यसको प्रवृत्ति कस्तो छ। त्यसैले यस सुपर खुदी हाइड्रो पावर लिमिटेडको यदि कुरा गर्दाखेरि यो कम्पनी 2065 पौष 2 गते प्राइभेट लिमिटेडको नाममा दर्ता भई पछि गएर 2080 असार 13 गते पब्लिक लिमिटेडमा परिणत भई हाल यसले 2080 6 12 गते चाहिँ कम्पनी रजिस्ट्रारबाट कारोबार गर्ने अनुमति पाएको थियो। र त्यसै गरी यस कम्पनीको रजिस्टर्ड अफिसको कुरा गर्दाखेरि काठमाडौँ 30 चारवाल दिल्ली बजार रहेको छ। र यस कम्पनीको विद्युत उत्पादन केन्द्र पावर हाउस लमजुङ जिल्लाको मर्साङदी गाउँपालिका वार्ड नम्बर 2 र 3 मा रहेको छ। त्यसै गरी अर्को प्रश्न, कहिलेदेखि र कहिलेसम्म यसको आवेदन खुला रहनेछ? साथीहरू, तपाईँ सबैलाई जानकारी गराइदिउँ। यदि तपाईँ नेपाली नागरिक हुनुहुन्छ र विदेशमा बसेर काम गर्नु भइरहेको छ भने तपाईँहरूको लागि यसको आइपिओ 22 गतेदेखि लिएर 25 गते पौष 2082 सम्म खुला रहनेछ। त्यसै गरी यस सुपर खुदी हाइड्रो पावर लिमिटेडमा हामीले न्यूनतममा 10 किता र म्याक्सिमम अर्थात् अधिकतममा 1 लाख कितासम्म 100 रुपियाँको दरले आवेदन दिन सक्छौँ। त्यसै गरी यस हाइड्रो पावर कम्पनीको जारी पुँजीको कुरा गर्दाखेरि कम्पनीको जारी पुँजी 1 अर्ब 55 करोड रहेको छ, जसमध्ये कम्पनीले 20% अर्थात् आफ्नो जारी पुँजीको 31 करोड रकम बराबरको प्रति सेयर अङ्कित मूल्य 100 रुपियाँको दरले 31 लाख किता चाहिँ सर्वसाधारणको लागि छुट्याएको छ। सो मध्ये 10% अर्थात् 15 करोड 50 लाख रकम बराबरको 15,50,000 किता सर्वसाधारण सेयरको 40% र 60% गरी 6,20,000 र 9,30,000 लमजुङ जिल्लाका लोकल बासिन्दाहरू र त्यस आयोजित प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि छुट्याएको छ। त्यसै गरी जारी पुँजीको बाँकी 10% अर्थात् 15 करोड 50 लाख रकम बराबरको प्रति सेयर 100 रुपियाँको दरले 15,50,000 किता सर्वसाधारण मध्ये 10% अर्थात् 1,55,000 किता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन तथा बिक्री खुल्ला गरी प्रारम्भिक निष्कासन गरिएको छ। अर्थात् जो साथीहरू हाम्रो वैदेशिक रोजगारमा हुनुहुन्छ उहाँहरूको लागि जम्मा 1,55,000 किता चाहिँ खुलाइएको छ, जसमध्ये तपाईँहरूले आवेदन दिन सक्नुहुन्छ। साथीहरू, अहिलेसम्म हामीले के बुझ्यौँ भने यस सुपर खुदी हाइड्रो पावर लिमिटेड कस्तो रहेको छ, प्रवृत्ति कस्तो छ, यसको चुक्ता पुँजी कति रहेको छ, कहिले आवेदन दिने, कहिले यसको आवेदन सकिरहेछ र कति रुपियाँ अङ्कित मूल्य रहेको छ। तर पनि साथीहरू, यतिले मात्र हुँदैन। हामीले यहाँनिर यसको प्रति सेयर नेटवर्थ पनि हेर्नुपर्छ, अर्थात् प्रति सेयर आम्दानी कति रहेको छ। किनभने हामीले मानव एकछिनको लागि हामीले एप्लाई पनि गर्यो, हाम्रो आइपिओ पनि पर्यो, तर यसको ओपनिङ रेन्ज चाहिँ कति, यसले हामीले मुनाफा कति गुणासम्म दिन सक्छ, त्यो पनि हेर्न एकदमै जरुरी छ। त्यसैको लागि हामीले यस चार्टमा हेर्न सक्छौँ। यहाँनिर वास्तविक, अपरिष्कृत र प्रक्षेपित गरेर 3टा डाटा दिएको छ, जसमध्ये वास्तविक भन्नाले कम्पनीले अहिलेसम्म कस्तो पर्फर्मेन्स गरेको छ भन्ने कुरा बुझिन्छ, अर्थात् यसलाई उपलब्धि पनि भन्न सकिन्छ। त्यसै गरी अपरिष्कृत भन्नाले चल्दै गरेको साललाई बुझिन्छ र प्रक्षेपित भन्नाले कम्पनीले भविष्यमा सोचेको योजनाअनुसार उनीहरूले एउटा अनुमान मात्र लिएका हुन्छन्। तर मुख्यतः हामीलाई वास्तविक डाटासँग काम छ, किनभने वास्तविक डाटाले नै बताउँछ कि यस कम्पनीको विगतका अवस्थाहरू कस्ता रहेका थिए। त्यसैले हामीले यहाँनिर हेर्न सक्छौँ 3 सालको डाटा दिएको छ, 79,80, 80,81 र 81,82। र सबभन्दा पहिलो कुरा हामीले प्रति सेयर नेटवर्थलाई नै हेर्छौँ, किनभने यसैको ओपनिङ रेन्ज हुन्छ र यसको 3 गुणासम्म पनि हुन सक्छ। त्यसैले यदि 79,80 मा कम्पनीको प्रति सेयर नेटवर्थ हेर्दाखेरि 100 रुपियाँ
17 पैसा रहेको छ। त्यसै गरेर 80-81 मा कम्पनीको पर्फर्मेन्स राम्रो भयो र कम्पनीले चाहिँ 127 रुपियाँ 27 पैसा चाहिँ उसको प्रति नेटवर्क हुन गयो र आर्थिक वर्ष 2081-82 मा कम्पनीले झनै राम्रो पर्फर्मेन्स गरेर प्रति सेयर नेटवर्क चाहिँ 133 रुपियाँ 8 पैसा पुर्याएको छ, जुन कि एकदमै राम्रो रहेको छ। कम्पनीको इम्प्रुभमेन्ट भइरहेछ यहाँनिर हामीले हेर्न सक्छौँ। त्यसैले यसबाट हामीले के बुझ्न सक्छौँ भने यसको ओपनिङ रेन्ज मिनिमममा न्यूनतममा 133 रुपियाँ 8 पैसा रहनेछ र अधिकतममा चाहिँ 399 रुपियाँ 24 पैसा हुनेछ। र अन्तिममा कुरा गर्दाखेरि यस कम्पनीका सकारात्मक पक्षहरू चाहिँ बुन्द नम्बर 1, जलविद्युत आयोजनाका सम्पूर्ण संरचना, मेसिन, औजार तथा उपकरणहरू जोखिमलाई न्यूनीकरण गर्न बिमा गरिएको छ। त्यसै गरी कम्पनीसँग दक्ष युवा जनशक्ति रहेकोले यो कम्पनी नेपालमा जलविद्युत आयोजनाको विकास र निर्माणको काममा सफल रहेको छ। त्यसै गरी जलविद्युत क्षेत्रमा अध्ययन, अनुसन्धान तथा विकास कार्यमा योजनाबद्ध ढङ्गले समर्पित भएर काम गरिरहेको र यस कम्पनीको भविष्यमा उज्जवल रहेको छ। र चौथो पोइन्ट चाहिँ जलविद्युत क्षेत्रमा विगत लामो समयदेखि अनुभव प्राप्त गरी विभिन्न जलविद्युत योजनाहरू सफलतापूर्वक सम्पन्न गरी सञ्चालनमा ल्याइसकेका सञ्चालकहरू अवरुद्ध भएकोले यो कम्पनी चाहिँ यस हाइड्रो पावर चाहिँ एकदमै राम्रो छ। हामी सबैले एप्लाई गर्नुपर्छ र सबभन्दा पहिलो अपर्च्युनिटी हाम्रो नेपाली कामदारहरूका लागि छन्, जसलाई प्राथमिकता नेपाल गभर्मेन्टले दिएको छ। तपाईहरू सबैले यस कम्पनीमा एप्लाई गर्नुहोस् आइपिओ र आफ्नो धनलाई, सम्पत्तिलाई सुरक्षित गर्नुहोस्। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र सेयर गरिदिनु होला। धन्यवाद।